ल हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो है। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। अनि आज चाहिँ सटरडे, त्यही भएर यसो समय मिलाएर आज चाहिँ यसो घुम्न जाउँ कि भनेको कतै। अनि उता लमैदेखि चाहिँ हाम्रो सुजन सरहरू चाहिँ आउनु भएको छ अरे। अनि यसो आज शनिबार पनि छ, यसो घुम्न जाउँ भनेर कल गरेको गर्नुभयो। त्यही भएर चाहिँ म रेडी सेडी भएर म चाहिँ सुजन सरलाई भेट्न जान लाग्यो। लेट्स सी के हुन्छ आज है। म चाहिँ अब यहाँदेखि निस्किन्छु, सबै चट्टो लाएर कपडा सबै लाएर, बाइक पनि रेडी छ है त। म चाहिँ अब यहाँदेखि निस्किन्छु, के हुन्छ हेर्दै गर्नु होला। ल म चाहिँ अब यहाँदेखि निस्केँ है। तल कता आएको छु भन्नुहुन्छ, अब कता आउनु भएको छ उहाँहरू है त। अति चहल छ त यार। ल है, घोडाईको भ्यू आज यस्तो छ, अति चिसो छ। त्यही पनि अब के गर्नु, हिँड्नै पऱ्यो, घुमघाम गर्नै पऱ्यो। यो चाहिँ हाम्रो दामोदर चोक, यहाँबाट म लेफ्ट लिन्छु। ओहो सुजन सर, के छ खबर? आम हुनुहुन्छ? कहाँ आउनु भएको फिल्म हेर तपाईँ? के छ हजुर, कस्तो अरे? तपाईसँग खल्ती छ? के छैन, खल्ती छैन। यहीँ हेर्ने ब्याग 5वटा थिएबाट केटीहरू लग्केले हुन्छ हो। अघि तपाईँहरूले लग्नुपर्छ त यार। हामी त अलि अगाडि गएछन्, 1 मिनेट फरक पऱ्यो क्या। ल है, हामी यसो डुलिरहेछौँ यहाँ। खै त केटाहरू, क्यामेरा अन छ। ल है, गणेश हल मुभी हेर्न आएको, तल पाइएन क्या, टिकट्स पाइएन। आहा आइया छ, त्यही त हो, त्यही त होला नि केटा हो कि के हो? सर यहाँ आउनुहोस् त सर। फिल्मको नाम के अरे? फिल्मको नाम आबाट आमा, बाबाट बा भइदियो। आउनुहोस् यता आउनुहोस्, ट्याक्कै यता क्यामेराको अगाडि गइदिनुहोस्। केही भन्नुहोस् न, भन। होइन यिनले भनिहाल्छन् न, भन्नुपर्छ पनि है। मजा ल जाऊँ न, टिकट्स लिउँ। लहर छ है टिकट्सको। यता देख्यो टिकट ल्याउने, यहाँबाट दाइ टिकट छ होइन? 3 बजेको दिनु पऱ्यो हामीलाई। कति छ? मैले भने योमा 3 बजे आयो पनि पाइन्छ टिकट। अस्ति पाइएको थिएन नि दाजु, म यिनले आएर फर्केर यिनले पार्दैन न। यिनी आए बेला यिनी किनकि भागी माने हुनु पऱ्यो नि त। बच्चा बच्ची खासै मेरो निधार सानो छ होइन, बच्चा बच्ची भाग्य मानीको चानो ठुलो निधार तिम्रो निधार हो क्या। सानो अब त्यही हो अरे भन्ने सुने हो। त्यत्रो हुलचालमा हराउला भनेर पनि हुन्छ क्या त्यो सानो। एकछिन हामी यहाँदेखि अब एकछिन हामी माथि घुम्न जान्छौँ होइन।
यो गणेश हल अब 3 बजीदेखि सो रहेछ यहाँ चाहिँ। अब एकछिन हामी खाली टाइममा के गर्ने भनेर अब हामी निस्किन लाग्यो। होला के मेरो फेरि समस्या के छ भने चाहिँ खुट्टा होर्जो छ के। आमामा अड्यो कसरी अड्क्यो बे किन ल यो पार्कमा छ हामी एकछिन घुम्नलाई। लखन पार्क रमाइलो छ पार्क जे होस्। के भन्न चाहनुहुन्छ एकदम आएर भन्नुहोस्। हैन विश्वको पहिलो नम्बरमा पर्ने मैले चाहिँ आज मेरो प्यारो भान्जाको चाहिँ साथी पनि आएको है। हाम्रो विकास सरदेखि लिएर हाम्रो चाहिँ हाम्रो जेठा साहब हुनुहुन्छ होइन, हाम्रो प्यारो भाइ पारस भाइ होइन। हामी आज चाहिँ आबाट आमा फिल्म पल्साको फिल्म चाहिँ हेर्न तर यो मान्छे क्या साथी खुसी होइन भइरहेको। यति राम्रो लुगा लाउँदा नि किन बाख्रा गोठालो जस्तो देखिन्छ क्या। होइन लुगा चाहिँ राम्रै छ। भन त यो नेचुरल ब्युटी हो कि साथी होइन, नेचुरल ब्युटी हो। प्रायः जस्तो यस्ता मान्छे साउथ अफ्रिकातिर भेटिन्छ नि होइन साथी। त्यस्तो छैन। साउथ अफ्रिकातिर भेटिन्छ नि यस्ता मान्छेहरू एउटा भिडियो बनाउन आउने होइन। ल हाम्रो यहाँ 2 जना सरहरू बस्नु भएको छ। तपाईँहरूको के कारणले आउनु भएको यहाँ आज होइन भन्नुहोस् त सीतारामजी। यहाँ किन आएको भन्दा हजुर तपाईँलाई मैले सम्मान गरेर जी भने है, गाल गरेर पछाडिबाट आउने जी भनेको होइन, तपाईँलाई सम्मानसहित भनेको। भन्नुहोस् आज किन आउनु भएको छ, कसरी आउनु भएको छ, कहाँदेखि आउनु भएको छ भन्नुहोस् त। कहाँदेखि लमैदेखि आउनु भएको छ, फिल्म हेर्न आउनु भएको छ। हामी लखन पार्कमा छौँ। हो नि अनि तपाईँ चाहिँ किन बोल्नु सक्यो? तपाईँको राइट हेर्नु हो उहाँ। सिनियर हो नि त मभन्दा ए तर तपाईँ भन्न पनि त सक्नुहुन्छ र होइन? भन्नुहोस् न भन्नुहोस्। के भन्ने उसको युज गरौँ न होइन। ल हामी चाहिँ यहाँदेखि माथितिर जान लाग्छौँ नास्ता केही खानालाई। हेरौँ कहाँसम्म पुगिन्छ। कहाँसम्म पुगिन्छ। ल है मजा आयो। ल यहाँबाट देखिन्छ घोराई बजार। अझै योभन्दा नि माथि जाने केटा हो। भ्यू हेर्ने त होइन, टपमै जाऊँ न त होइन। आमामा टफेस्ट एरिया। के हो सबै प्याक छ के हो? यता बसौँ कि यता कता छ ठाउँ? प्याक छ यहाँ? यहाँ ठिक रहेछ त यो यहाँ। ल यतै बस्ने यार होइन कस्तो छ यहाँ? ल हामी चाहिँ यता होटेल बिजातिर छौँ अहिले नास्ता खानको लागि। केही समय बाँकी त एकछिन लखन पार्क घुम्यौँ अनि त्यसपछि चाहिँ हामी एकछिन नास्ता खानको लागि यता आएको छौँ सबैजना। है त यतातिर कस्तो लागिरहेछ यहाँ? होइन देखिनु भएको छ। देखाउनु पर्यो है, देखाउनु पर्यो मलाई। देखिन्छ वाइट खिचाएको छु देखिन्छ कि देखिनै पर्यो। कस्तो लागेको छ यहाँ गोरा आज घुम्न? यहाँबाट भ्यू चाहिँ राम्रो देखिन्छ। राम्रो रहेछ। हाम्रो सीतारामजीलाई अलिकति देखिन कि अलिकति यस्तो गरौँ। देखाएको छ। हाम्रो सीतारामजीलाई त मस्त देखाउनु पऱ्यो नि त हामीले। ल हामी त्यसो अरू यता हुनुहुन्छ सर। ए हामी चाहिँ यहाँ सर नास्ता सास्ता पनि खाइयो। अब चाहिँ हामी अब यहाँदेखि निस्किन लाग्यो जाँदैछौँ। एकदम दामी भ्यू छ यहाँदेखि, नाइस भ्यू देखिन्छ यहाँबाट पनि। यो पछाडिको भ्यू एकदम गजब छ है यहाँ पछाडिको पनि। ल जाऊँ लेट्स गो, टाइम अब फेरि छैन नि त।
आमामा अति छ त फेरि लुक्स त जाऊँ सुन सर लेट्स गो यो चाहिँ स्विमिङ पुल है यहाँ आमामा माथि आउँछ कि न यार हामी चाहिँ यहाँदेखि फिल्म हल जाँदैछौँ अगाडि टिकट ल्याइसक्यौँ हामीले चाहिँ होइन अब जाँदैछौँ यहाँदेखि टाइम पनि हुन लागिसक्यो यार टाइम अब 3:15 सुरु हुने हो हेरौँ कतिमा सुरु हुन्छ यार ओहो हामी यतिबाट जाँदा हुन्छ त यार धेरै टाढा होइन नि त नि यार प्याक छ त यार यता आम्मा सो त अति बवाल छ क्या यार ल ल अब चाहिँ हामी यहाँदेखि जान्छौँ ल सुजन सर हामी छिड्यौँ है मुभी चाहिँ यही नै हो आबाट आमा भन्ने अति दामी भइरह खै हामी ठ्याक्कै ए माथि हो सुजन सर उभिएर हेर्ने हो माथि उभिएर हेर्ने हो प्याक भइसक्यो अहिलेसम्म सुरु भएछ अघि नै प्याक भयो ओ जाम 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 मेरो आबाट आमा भन्ने कस्तो लाग्यो आबाट आमा फिल्म कस्तो लाग्यो नानु राम्रो लाग्यो के राम्रो लाग्यो फिल्म अब गएर मम्मीलाई माया गर्छौ तिमी हो कतिमा पढ्छौ 6मा गइसक्यो तिमी सानो आमा नाम के हो तिम्रो नाम सोनिया कोसँग आएको छौ खै मम्मी हराउनु होला नि फेरि खै हराउनु भयो मम्मी त खै मम्मी हराउनु भयो छमा पर्ने मान्छेले त मम्मीलाई जाऊ 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 बाई जाऊ मम्मी जाऊ जाऊ ल फिल्म पनि हेरिसकियो है तर फिल्म राम्रो छ फिल्म कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो छ एकदम हो धन्नै रोएन झन्डै रहनु भने त्यसो जाऊँ ल है अब चाहिँ हामी यहाँदेखि निस्किन लाग्यो फिल्म ओइ ओइ यही हुन्छ कि हो चाहिँ भविष्य बिस्तारै बस्नु नि तपाईँ यार कस्तो मान्नु हो फिल्म तपाईँहरूले फिल्म राम्रो लाग्यो तपाईँ त रुनु भयो क्या नि आँखाभरि रातो बनाउनु भएको फिल्म कस्तो लाग्यो फिल्म यहाँ हो दामी ए लामो बाइक अड्किन्छ यहाँनिर बास ल हामी चाहिँ अब छुट्न लाग्यो है त आजको फिल्म घुमाएँ अब राम्रोसँग जानु तपाईँहरू चाहिँ लमै म चाहिँ रुमतिर जान्छु है त ल सिउ
आज त हामी आमा भन्ने फिल्म हेर्न गएको। आमा एकदमै राम्रो छ फिल्म होइन। अब आमाको र छोराको कथा छ। अब एकचोटि सबैले चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ यस्तो मुभीहरू। समय मिलाएर हेर्न जान सक्नुहुन्छ। हामीले चाहिँ आज अन्त टिकट नपाएर हामीले गणेश हलमा चाहिँ आज हामीले मुभी हेरेको थियौँ। सोही मुभी नाइस छ मुभी थियो। कहाँ ट्रक आइदिरहेको क्या यार। ट्रक आइदियो त डर लागिहाल्यो नि। ड्राइदिन्छु म फेरि। या यो चाहिँ के अरे हाम्रो के चोक बालमन्दिर चोक। झन्डै हाने यार पाकुरी ल्याङ भन्दा झन्डै गाह्रो छ नि त यार। कसम बाइक चलाउन यार कति बेला कसले बिस्तारै आउनुपर्छ नि त यार। अटोहरू पनि अति स्पिडमा आइदिने यार अनि झ्याउ हुन्न। कसम आज 2 चोटि त्यस्तो भइसक्यो यार। एकदम बिस्तारै स्लो चलाउनु पऱ्यो यार आजमा यार। अगाडि पनि यहाँनिर त्यस्तै भएको थियो दिउँसो। त्यही भएर सबैले एकदम केयरफुल भएर चलाउनु पर्छ भन्ने हो मेरो सुझाव।